हेलो गाइज, यो दिन चाहिँ हामी चोक जान लागेको थियौँ अनि त्यसपछि चोक चाहिँ आधी घन्टा जतिको टाढा थियो, आधी घन्टा जति हिँड्नुपर्ने थियो। अटोमा जाँदा पनि हुन्थ्यो, तर चाहिँ हामी चाहिँ हिँडेर जाने भने हिँडेर जान लागेको थियौँ। अनि हामी चाहिँ बाटोमा घोडा देखिरहेको थियौँ अनि सबजना डराएर बसिरहेको थियौँ। अनि खुल्ला छोडेको थियो नि त, त्यही भएर सबजना डराएको थियौँ हामी चाहिँ। अनि त्यसपछि हामी फेरि लाग्यौँ। चोक चाहिँ अलिक टाढै छ अनि त्यहाँ चाहिँ हामी चटपटे केही जे हुन्छ त्यो चाहिँ खाऊँ न त, चटपटे पानीपुरीहरू भनेर गएको थियौँ। चोकमा पानीपुरी चाहिँ अलिक पाउँदैन रहेछ, खै हामीले खाने पसलमा चाहिँ भेट्टाएन। त्यही हाम्रो पैसाको धनी उहाँले नै चटपटे खुवाउँदै हुनुहुन्थ्यो हामीलाई चाहिँ। अनि त्यहाँ पैसा देखाउँदै हुनुहुन्छ। अनि अलिक धेरै नै थियो क्या हिँड्न चाहिँ। अनि हामी हिँड्दै थियौँ अगाडि पछाडि छुट्दै बोल्दै। म चाहिँ के भन्दा चाहिँ साथीसँग एक्लै रङ्गीचङ्गी भन्नुहुन्थ्यो, तर मसँग चाहिँ साथीहरू छन् है त गाइस भन्दै थिएँ म चाहिँ। अनि यतिकै रमाइलो गर्दा गर्दै गफ गर्दा गर्दै यतिकै हिँडिरहेको थियौँ हामी चाहिँ। त्यहाँ धारा रहेछ, धेरै हिँडिसकेको थियौँ, त्यही भएर हामी चाहिँ तिर्खासिर्खा लगाएर पानी सानी पनि खायौँ। एकैछिनमा चाहिँ हामी त्यहाँ पुगी पनि सकेको थियौँ। त्यहाँ चाहिँ पानीपुरी चाहिँ रहेनछ अनि हाम्रो घरमा पनि गाली गर्नुहुन्छ भनेर चाहिँ हामी चटपटे मात्रै अर्डर गरेको थियौँ। फेरि यहाँ के भयो झगडा गरेँ, अलि त्यस्तै भयो, रुवाबाजी झगडा गरेँ। अनि चटपटे आएको थियो, फेरि रिसाएर हिँडेँ, झगडा पऱ्यो, खै के भयो अनि रिसाएर हिँडेँ। त्यही भएर हामी पनि चटपटे बेग्लै के खानु भनेर चटपटे बोकेर चाहिँ घरतिरै लाग्यौँ। अनि बहिनीको स्कुल हामी चाहिँ हेर्न गएको थियौँ बाटो परेर। अनि बहिनीको स्कुल हेरेर जाँदा चाहिँ चटपटे बसिसकेको थियो। अनि बाटोमै चौतारोमा चाहिँ घर अगाडिको चौतारीमा चटपटे खायौँ हामी।